नमस्कार सबैजनालाई। म आज एउटा सानो टिप्स तपाईलाई भन्न गइरहेको छु। यो पैसा कसरी गन्ने, पैसा गन्दाखेरि कस्तो शुभ हुन्छ, कसरी गन्दा अशुभ हुन्छ, त्यो कुरो म तपाईलाई आज बताउँछु है। पैसा गन्दाखेरि कहिले पनि थुक लाएर कहिले पनि नगर्नुहोस् है त। यो एउटा पहिलो टिप्स। अनि दोस्रो टिप्स भनेको के भने पैसा गन्दाखेरि 1 2 3 4 गरेर नगर्नुहोस्। 1 2 3 4 त यो भेडा बाख्रालाई 1 2 3 4 गरेर भेडा बाख्रालाई गनिन्छ है त। पैसालाई त्यसो होइन। पैसालाई गर्ने कसरी? राम 2 3 4 पहिला राम भन्दै गर्ने है त। दोस्रो टिप्स। अर्को टिप्स चाहिँ कस्तो भने पैसा गन्दाखेरि कहिले पनि यस्तो 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 गरेर होइन। यो भनेको यसरी गर्ने भने के हुन्छ, पैसा जा 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 भने जस्तो भयो कि। अनि पैसालाई आइज भन्नलाई, पैसालाई आउनुहोस् भन्नलाई लक्ष्मीलाई कसो गर्नु पर्यो? राम 2 3 4 यतातिर आऊ 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 भन्नु पर्यो कि है। ल कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। धन्यवाद।